हाम्रो देशमा कम्युनिस्ट नाममा ठुलो धन्दा खेती भनौं त्यो चाहिँ वर्षौंदेखि चलिरहेको छ र कम्युनिस्ट को भ्रम छर्ने खेती पनि चलिरहेको चाहिँ छ र आम नेपाली जनतामा कम्युनिस्टलाई बुझ्ने कुरा मा पनि त्यसले चाहिँ समस्या पैदा गरेको छ, भ्रम सृजना गरेको छ र यो मूलतः योजनाबद्ध हिसाबले विश्वभरि नै कम्युनिस्टहरूलाई कम्युनिस्टकै नामबाट बदनाम गर्ने, कम्युनिस्ट नामबाटै अपराधहरू गराउने र आम जनतालाई कम्युनिस्ट भनेका यस्ता हुन्छन् भनेर ती अपराध गर्नेहरू, ती षड्यन्त्र गर्नेहरू, ती जालझेल गर्नेहरूलाई देखाएर, ब्यानर कम्युनिस्टको देखाएर, त्यहाँ अपराध गर्नेहरूलाई देखाएर चाहिँ दुनियाँबाट कम्युनिस्ट प्रतिको एउटा नकारात्मक भावनाको विकास गर्ने र अन्ततः कम्युनिस्टहरूलाई सक्ने जो साम्राज्यवादी डिजाइन हो त्यो डिजाइन अन्तर्गत विश्वभरि नै यो खालको काम हुन्छ, भइरहेको छ र नेपालमा पनि कम्युनिस्ट भन्नेहरूबाटै कम्युनिस्टका विरुद्ध, कम्युनिस्ट दृष्टिकोणका विरुद्ध गतिविधि गराएर आम मान्छेलाई कम्युनिस्ट भनेका चाहिँ यस्ता बिग्रेका हुन्छन् भनेर देखाउने र कम्युनिस्ट प्रतिबाट जनताको भावना बिगारेर अन्ततः नेपालबाट पनि कम्युनिस्टहरू सिद्ध्याउने खेल जो साम्राज्यवादीहरूले वर्षौंदेखि गर्दै आइरहेको छ त्यसमा नेपालभित्रका कथित कम्युनिस्टहरू, नक्कली कम्युनिस्टहरू चाहिँ त्यहाँ परिचालित भइरहेको कुरा हामी देख्छौं। त्यसो गर्दाखेरि यो कम्युनिस्ट कसरी चिन्ने त अब हैन? कम्युनिस्ट कसरी चिन्ने? सबैले कम्युनिस्ट भन्छ यहाँ, हँसिया हतौडा बोक्ने जति सबैले कम्युनिस्ट भन्छन् आफूलाई। त्यसो भएकोले कम्युनिस्ट कसरी चिन्ने भन्दा अब यो त निकै लामो विषय हुन्छ हैन? कम्युनिस्टका समग्र पाटा पक्षहरूको बारेमा छलफल गर्ने कुरा त्यो घण्टाको समयले पुग्दैन, त्यो हप्तौंको महिनौको बहसको विषय हो, यो छलफलको विषय हो यो। तर आज यो भिडियोमा छोटोमा बुदागत रूपमा चाहिँ कम्युनिस्ट चिन्हको निम्ति के आधारभूत मान्यताहरू छन् त्यो मान्यताको बारेमा मैले राख्न खोजेको। त्यसो गर्दाखेरि विश्वभरि नै कम्युनिस्टहरूले मान्ने भनेको मार्क्सवाद, लेनिनवाद र माओवाद कम्युनिस्टहरूको मार्गनिर्देशक सिद्धान्त हुने गरेको छ। अब नेपालमा यसलाई कतिले मान्छन्, कतिले मान्दैनन्, कतिले यो लेख्छन्, कतिले लेख्दैनन्, त्यही भएर यहाँ चाहिँ भ्रमहरू छ। त्यसो भएकोले सच्चा कम्युनिस्टहरू, क्रान्तिकारीहरू जसले मार्क्सवाद, लेनिनवाद र माओवादलाई ठीक ढंगले आत्मसात गरेका हुन्छन्, त्यो पहिचान गर्नको निम्ति केही विषयहरू हामीले हेर्नुपर्छ भन्ने लाग्छ। त्यसो गर्दाखेरि कम्युनिस्टहरूले उठाउने गरेको एउटा विषय के हो भने वर्ग संघर्ष। कम्युनिस्ट हुनको निम्ति, मार्क्सवादी हुनको निम्ति वर्ग संघर्ष अनिवार्य शर्त हो हैन? कम्युनिस्टहरूले भन्ने गरेको के हो भने मान्छेमा, समाजमा दुईवटा चाहिँ वर्ग हुन्छन्, एउटा बसी खाने वर्ग हुन्छ, अर्को चाहिँ गरी खाने वर्ग हुन्छ, अथवा एउटा शोषक वर्ग हुन्छ, एउटा शासित वर्ग हुन्छ। त्यसो भएकोले कम्युनिस्टहरूले शासितहरूको, गरी खाने वर्गको पक्षमा कम्युनिस्टहरू रहने भएकोले उनले वर्ग संघर्षको कुरा गर्छ। सच्चा कम्युनिस्टले वर्ग संघर्ष उसको आधारभूत विषय हो। जसले वर्ग संघर्षको कुरा गर्दैन त्यो चाहिँ कम्युनिस्ट हुँदैन। त्यसकारण नेपालमा यो दुई खाले छन्। अहिले म फेरि पछाडि राख्छु।
एउटा चाहिँ सच्चा कम्युनिस्टहरूको को हो भनेर हेर्नको निम्ति उसले वर्ग सङ्घर्षको विषय उठाउँछ कि उठाउँदैन हेर्ने कुरा त्यहाँ हो, वर्ग सङ्घर्ष। अर्को चाहिँ सर्वहारा वर्गको अधिनायकत्व हैन। सच्चा कम्युनिस्टहरूले क्रान्तिकारीहरूले उठाउने अर्को विषय के हो भने सर्वहारा वर्गको अधिनायकत्व, कि बसी खाने वर्गले चलाएको सत्ता कब्जा गरेर अथवा त्यसलाई परिवर्तन गरेर त्यसको ठाउँमा चाहिँ हुँदा खानेहरूको, गरिबहरूको, निमुखाहरूको, भुइँ मान्छेहरूको सत्ता निर्माण गर्ने कम्युनिस्टहरूको मुख्य उद्देश्य हो। त्यसलाई सर्वहारा वर्गको अधिनायकत्व पनि भन्ने गरिन्छ। त्यसकारण अर्को कम्युनिस्टहरूको कुरा के हो भने सर्वहारा वर्गको अधिनायकत्व। त्यो कम्युनिस्टहरूको आधारभूत मान्यता हो। जसले सर्वहारा वर्गको अधिनायकत्वलाई अस्वीकार गर्छ त्यो कम्युनिस्ट हुँदैन, त्यो मार्क्सवादी हुँदैन, लेनिनवादी र माओवादी पनि हुँदैन त्यो चाहिँ। र अर्को कुरा चाहिँ बल प्रयोगको सिद्धान्त हैन। कम्युनिस्टहरूको यो अर्को एउटा आधारभूत मान्यता हो कि सत्ता परिवर्तनको कुरा बल प्रयोग बिना चाहिँ सम्भव छैन भन्ने कम्युनिस्टहरूको आधारभूत सिद्धान्तभित्र पर्छ। त्यसकारण सच्चा कम्युनिस्टहरू चिन्नको निम्ति वर्ग सङ्घर्ष, सर्वहारा वर्गको अधिनायकत्व र बल प्रयोगको सिद्धान्तलाई उसले व्यवहारत मान्छ कि मान्दैन, उसले त्यो सिद्धान्तलाई स्वीकार गर्छ कि गर्दैन, सच्चा कम्युनिस्ट चिन्ने यहाँबाट हो। अब कम्युनिस्टको खोल ओढेका नक्कलीहरू कसरी पहिचान गर्ने त भन्दा यो तीनटा चिज छ कि छैन भन्ने कुरा हेर्ने हो। त्यसो गर्दा अहिले नक्कली कम्युनिस्टहरूले के भन्छन् भने शान्तिपूर्ण सङ्क्रमण हैन, शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धा अथवा संसदीय चुनाव। नक्कली कम्युनिस्टहरूले भन्ने कुरा यो हो। उनीहरूले वर्ग सङ्घर्षको ठाउँमा शान्तिपूर्ण सङ्क्रमण भन्छन्, वर्ग सङ्घर्षको कुरा उनीहरूले गर्दैनन् हैन, वर्ग स्वीकार्दैनन्, शान्तिपूर्ण सङ्क्रमण भन्छन्। अर्को चाहिँ सर्वहारा वर्गको अधिनायकत्वको ठाउँमा उनीहरूले ल्याएको शब्द भनेको शान्तिपूर्ण सहअस्तित्व भनेको त्यहाँ सर्वहारा वर्गको अधिनायकत्व हुँदैन, त्यहाँ शान्तिपूर्ण सहअस्तित्व, सबै एकै ठाउँमा बस्ने, लुटेरा पनि एकै ठाउँमा बस्ने, लुटिने पनि एकै ठाउँमा बस्ने, अथवा बाघ र बाख्रा एकै ठाउँमा बसेर दुईटै स्वतन्त्र छौ भन्ने जस्तो कुरा भयो। त्यसकारण उनीहरूले अर्को भन्ने कुरा, नक्कली कम्युनिस्टहरूले भन्ने अर्को कुरा के हो भने शान्तिपूर्ण सहअस्तित्व। त्यस पछाडि अर्को चाहिँ बल प्रयोगको सिद्धान्तको ठाउँमा उनीहरूले के भन्छन् भने शान्तिपूर्ण प्रतिस्पर्धा अथवा चुनाव, संसदीय चुनाव, 5-5 वर्षमा चुनाव र त्यो चुनावबाट जितेर अनि यो गर्ने त्यो गर्ने आदि इत्यादि कुराहरू गर्छन्। त्यसो भएर अब नेपालमा भएका आफूलाई कम्युनिस्ट भन्नेहरूलाई हामीले सही कम्युनिस्ट र नक्कली कम्युनिस्ट छुट्याउने यहीँनिरबाट हो हैन। अरू धेरै मार्क्सवादका चाहिँ व्याख्याहरू त्यो हुन्छन्, त्यो गर्न सकिन्छ, तर चाहिँ त्यो लामो कुरा हो, मैले अघि नै पनि राखेँ। त्यसकारण खासमा चाहिँ कम्युनिस्ट र गैर कम्युनिस्ट, कम्युनिस्टको खोल ओढेका नक्कली कम्युनिस्टहरू छुट्याउने र पहिचान गर्ने यी तीनवटा मूल आधारभूत विषयहरू हैन। वर्ग सङ्घर्ष उसँग छ कि छैन, सर्वहारा वर्गको अधिनायकत्वलाई उसले मान्छ कि मान्दैन, र बल प्रयोगको सिद्धान्तलाई मान्छ कि मान्दैन। यो तीनवटा कुरा मान्ने कम्युनिस्ट भए, सच्चा कम्युनिस्ट। यो तीनवटा कुरा नमान्ने, हँसिया हतौडा चाहिँ बोक्ने यी नक्कली कम्युनिस्टहरू भए। यसरी हेर्दा नेपालमा खास गरेर केपी ओली नेतृत्वको चाहिँ एमाले भन्ने पार्टी, अनि अहिले प्रचण्ड अर्को त्यो नाम फेरिएको के एउटा पार्टी छ। अब यी पार्टीहरूले चाहिँ वर्ग सङ्घर्ष, सर्वहारा वर्गको अधिनायकत्व र बल प्रयोगको सिद्धान्तलाई उनीहरूले मान्दैनन्। उनीहरूका डकुमेन्ट कसैले खोजेर पढे हुन्छ हैन। उनीहरूले भन्ने गरेको कुरा के हो भने शान्तिपूर्ण सङ्क्रमण, शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धा। त्यसो भएकोले उनीहरूसँग चाहिँ रियलमा जाँदाखेरि उनीहरू मार्क्सवाद, लेनिनवाद, माओवाद यो केही पनि दृष्टिकोण मान्दैन। किनभने त्यो तीनटाले, त्यो मार्क्सवाद लेनिनवादले मान्ने भनेको चाहिँ वर्ग सङ्घर्ष, सर्वहारा वर्गको अधिनायकत्व र बल प्रयोगको सिद्धान्त हो हैन। यो तीनटै कुरा उनीहरू चाहिँ मान्दैनन् र त्यसको ठाउँमा उनीहरूले संशोधन गरेर के भन्छन् भने शान्तिपूर्ण सङ्क्रमण गर्ने, शान्तिपूर्ण ढङ्गबाट चाहिँ सङ्क्रमण गर्ने, शान्तिपूर्ण सहअस्तित्वलाई मान्ने, लुटेराको पनि अस्तित्व मान्ने
अथवा राजनीतिक रूपमा भन्दा सामन्त पनि हैन, दलाल पुँजीपति पनि, साम्राज्यवादी पनि सबैसँग मिल्ने र सरकारमा जाने कुरा गर्छन् उनीहरू। अर्को चाहिँ शान्तिपूर्ण प्रतिस्पर्धा, त्यसका निम्ति चुनाव हैन। त्यसकारण यिनीहरू चाहिँ कम्युनिस्टहरू होइनन्। त्यसकारण अब एमालेलाई प्रचण्डहरूलाई कसैले कम्युनिस्ट भनेर भ्रम छ भने यो तीनवटा चिज उनीहरूसँग छ कि छैन यो कुरा हेर्नु पर्यो हैन। हामीले यो देख्दैनौँ उनीहरूसँग। त्यसैले हामीले के भनिरहेका छौँ भने उनीहरू सिद्धान्त त कम्युनिस्टहरू होइनन् हैन। एमाले प्रचण्डहरू अथवा संसदीय राजनीति गर्नेहरू यी अघि मैले भनेका तीनटा कुराहरू नबोक्नेहरू, त्यो तीनटा कुरालाई अस्वीकार गर्नेहरू कम्युनिस्ट होइनन्। र यी पार्टीहरू जो अहिले चुनावको कुरा गर्छन् हैन, सरकारको कुरा गर्छन्, अब यिनीहरू मूलत कम्युनिस्ट होइनन्। त्यसकारण यी गैर कम्युनिस्टहरूको पछाडि लागेर नै नेपाली जनताले अहिलेसम्म दुःख पाएको हो हैन। कम्युनिस्ट भन्ने चाहिँ तर उसको व्यवहार, उसको सिद्धान्त, उसको दर्शन चाहिँ साम्राज्यवादी छ, उसको दर्शन चाहिँ पुँजीवादी छ हैन। कम्युनिस्ट दर्शनसित ऊ चाहिँ सरोकारै राख्दैन, तर मान्छेलाई झुक्क्याउनको निम्ति, ढाँट्नको निम्ति, षड्यन्त्र गर्नको निम्ति चाहिँ उसले के गर्छ त भन्दा हँसिया हतौडा झन्डा राख्छ। त्यसकारण हँसिया हतौडा झन्डा बोक्दैमा कम्युनिस्ट हुँदैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ। र मैले अघि राखेँ कम्युनिस्ट हुनको निम्ति ती आधारभूत मान्यताहरू आवश्यक छ जो एमालेसँग प्रचण्डहरूसँग छैन। त्यसकारण उनीहरू नक्कली कम्युनिस्टहरू हुन्। यो सिद्धान्तलाई बोक्ने भनेको हामीले अहिले हैन, हाम्रो पार्टीले बोकेको छ। त्यसकारण सच्चा कम्युनिस्टहरू, क्रान्तिकारीहरू र यो देशलाई माया गर्नेहरू अब प्रचण्डहरूसँग, माधव नेपालहरूसँग, केपी ओलीसँग हुने होइन। साँच्चै कम्युनिस्ट बन्ने हो, साँच्चै हँसिया हतौडा झन्डा बोक्ने हो भने अब हामीसँग हो। त्यसकारण अब यो ढङ्गबाट अलिक बहसलाई चाहिँ केन्द्रित गर्नुपर्छ र यी नक्कली कम्युनिस्टहरूको षड्यन्त्रबाट, नक्कली कम्युनिस्टहरूको चाहिँ धोकाधडीबाट अब मुक्त हुनुपर्छ। अब पनि नहुने हो भने यो देश चाहिँ अब यस्तै तरिकाले जान्छ, बिग्रेको छ, अझै बिगार्छन् यिनीहरूले। त्यसकारण सच्चा कम्युनिस्टहरू पहिचान गरौँ, त्यो हामी हो भन्ने हाम्रो दाबी छ। त्यसकारण यो विषयमा आम मान्छेले हैन, कम्युनिस्ट विचार राख्ने सबैले चाहिँ अब यो सिद्धान्त त यो विषयहरू खोजेर उनीहरू हुन् कि होइनन् भन्ने कुरा स्वयं आफूले नै पत्ता लगाउनु पर्यो। हाम्रो दृष्टिकोणमा चाहिँ यिनीहरू कम्युनिस्ट होइनन्, यिनीहरू नक्कली कम्युनिस्टहरू हुन्, खोल ओढेका कम्युनिस्टहरू हुन्। त्यसकारण सक्कली, सच्चा र क्रान्तिकारी कम्युनिस्ट भनेको हामी हो। हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, हाम्रो नेता चाहिँ मोहन वैद्य, सीपी गजुरेल लगायतको नेतृत्वको टिम यो हो। त्यसकारण यतातिर चाहिँ अब सबैले चाहिँ कम्युनिस्टप्रति आस्था राख्नेहरूले एउटा चाहिँ छलफल बहस गरौँ र यतापट्टि केन्द्रित हौँ भन्ने आग्रह गर्न चाहन्छु। धन्यवाद।